फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई लाइक कमेन्ट गरेका कारणले गर्दाखेरि तपाईहरुलाई गाली धम्की डर त्रासहरू पनि आउन सक्छ। यदि त्यो आयो भने पनि तपाईहरु सचेत रहनुस्, किनभने चुनाव भन्दा अगाडि तपाईले आफ्नो विचार राखेकै कारणले गर्दाखेरि लोकतान्त्रिक देशमा कसैले तपाईलाई डर धम्की त्रास दिइराखेको छ भने सम्झिनुस्। भोलि ती मानिसहरू चुनाव जितेर गए र त्यो सत्तामा रह्यो भनेदेखि हिजोको दिनमा जसरी हाम्रा युवा पुस्ताहरूलाई गोली हान्यो त्यस्तै प्रवृत्तिका मान्छेहरू आज थर्काउनेहरूले भोलि गोली नहान्नन् भन्न सकिँदैन। त्यसकारणले त्यो बारेमा तपाईहरु सचेत हुनुहोस्। र अर्को कुरा, तपाईहरुले डर त्रास धम्कीबाट डराउनु भएन। लोकतन्त्रमा मलाई डर त्रास धम्की दिने को हो? मैले विचार राख्दै खेर्दा मैले विचारै राख्न नपाउने तिमी को हो भनेर प्रश्न गर्नुभयो भने ती मान्छे उसै भागेर जानेछन् र त्यसपछि उनीहरूले तपाईलाई फकाउन आउनेछन्, प्रलोभन पार्नको लागि आउनेछन्। तपाईलाई कहाँबाट तपाईका हुँदै नभएका नाताहरू पनि खोजी खोजी तपाईहरुसँग साइनो जोड्दै आउनेछन् र भन्नेछन् यसपटक चाहिँ नि हामीले यही भनेर भन्नेछन्। यदि चुनावको मुखभन्दा अगाडि आएर तपाईलाई केही कुराको आश्वासन दिन्छन्, प्रलोभन दिन्छन्, आश देखाएर तपाईलाई भोट हाल्नको लागि नाता गोता बनेर आएर भोट हाल्नको लागि भनिरहेका छन् भने तिनीहरू तपाईसँग भोट होइन तपाईको भोट किन्नलाई आएका हुन् र भोट किन्नेहरूले कहिले पनि जनताको पक्षमा काम गर्दैनन्। यो पनि तपाईहरुले बुझ्नु पर्दछ। र अर्को कुरा, यदि तपाई डर त्रास धम्कीबाट पनि डराउनु भएन, यदि तपाई प्रलोभनमा पनि पर्नु भएन भने तपाईहरुलाई एउटा भोट चाहिँ घन्टीमा अर्को भोट चाहिँ नि भनेर आफ्नोलाई माग्न सक्छन्। यो पटक भोट बाँड्ने बेला होइन, देशलाई जिताउनु पर्ने बेला छ। देश जिताउनको लागि दुईटै मतपत्रमा बहुमत दिएर घन्टी चुनाव चिन्हलाई पठाउनु पर्छ। तपाईहरुलाई दुईटा मतपत्र आउँछ, एउटा प्रत्यक्ष अर्को समानुपातिक। दुईटैमा घन्टी चुनाव चिन्हमा मतदान गर्नुभयो भने बल्ल एकल सरकार निर्माण गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई संख्या पुग्छ। नभए यदि संख्या पुगेन र फेरि पनि त्यो संसदमा गएर गठबन्धन गरेर सरकार बनाउनु पर्यो भनेदेखि त्यो प्रधानमन्त्रीको कुर्सी कहिले तिमी कहिले म गरेर आलो पालो गर्नेहरूले नै सत्ता चलाउनेछन् र त्यसो भयो भनेदेखि नेपाली जनताको सपना हार्नेछ। त्यसकारणले सम्पूर्ण आदरणीय अशोक चोक निवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, यो ठाउँको जिम्मा म तपाईहरुलाई